आदरणीय आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू साथै सेसाना नानी दाजुहरूमा आजको कार्यक्रम सञ्चालक मेरो तर्फबाट हार्दिक नमस्कार तथा न्यानो कसले बनाइदियो त्यस्तो मुख? हेलो गाइज, च्यानल टु माई वेलकम। अब आज चाहिँ होली परेछ। होली अब टक्क खेल्न गइन्छ खोलाको किनारमा, त्रिशुलीको किनारमा। मिल्यो भने त्यहाँ बोट सोट नि चलाइन्छ। त्यहाँ बहुत सोच्ने छ अरे, गाउँको पुरै होली होइन। टक्क लगाएर होली खेल्न गइन्छ। अनि त्यहीँ के हुन्छ देखाउँला, हेर्दै गर्नु होला। ल अब हामी चाहिँ भात खाएर टक्क होली खेल्न जान्छ होइन। होइन छोटा न कहाँ जान्छ अरे हामी होली खेल्नलाई? कता? पुलमुनि होइन। ल कुरेन घाटको सामुदायिक पार्कमा ट्याक्क होली खेल्न जान्छ। अब हामी चाहिँ टक्क होली खेल्ने ठाउँमा आइपुगिसक्यो। ठ्याक्क के तयारी भएको छ हेरौँ। तयारी हेरौँ होलीको तयारी कस्तो हुँदैछ, कतिजना जम्मा भएछ। अब हामी चाहिँ आइपुगिसक्यो है त। अब यो कुरेनघाट सामुदायिक पार्कमा चाहिँ के छ भने धारा, टोइलेट, बाथरुम, खेल्ने बुढाहरूको लागि सब छ होइन। नयाँ स्टाइलको ढुङ्गे धारा पनि बनाएको छ। तयारी चाहिँ यस्तो खतरा छ। अब के कुरा गर्ने, प्रतीक्षालय भर्खर स्वर्गीय कमल नारायण श्रेष्ठ सतल भर्खर बनेको हो। यो चाहिँ 1 महिना जति हुन लाग्यो, राम्रो बनिया रहेछ। यहाँ फेरि बुढाहरू बाल्टिन के बोकेर हिँड्ने अब यस्तो फुटेन नि त के हो? ऊ नानी नै आएर त। नमस्ते, होली खेल्न आयो तिमी नि? ऊ हड्डीले फुटाल्यो। कुरेनघाटको हुनमार युवा, नेक्स्ट कमिङ पोलिटिसियन इन फ्युचर चकामाना गाउँपालिका। तयारी खतरा भइसकेको रहेछ दामी तरिकाले। पिङ पनि छ, दसैँमा हाले पिङ अहिलेसम्म निकालेर रहेछ न। शिव मन्दिर कहाँ कोतङ्ग गाडी खोइ गाडी खोइ गाडी खोइ पोख्या हो। टिप त पोख्यो छ त छैन। सक्को सकेछ है। आदरणीय आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू साथै सेसाना नानी दाजुहरूमा आजको कार्यक्रम सञ्चालक मेरो तर्फबाट हार्दिक नमस्कार तथा न्यानो अवसरमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र साथै आजको यस शुभ दिनको अवसर पारेर हामीले सेतलको पनि आयोजना समूहकरणको पनि आयोजना गरेको हुँदा कृपया सम्पूर्ण मानवहरूलाई सेतलको वरिपरि नै आएर बस्नको लागि म विनम्र गर्न चाहन्छु। र सम्पूर्ण मानवहरूले जोरदार ताली बजाएर सहयोग गरिदिनुको लागि म विनम्र गर्न चाहन्छु। कृपया तालीको बन्दी चाहिँ नगर्नु होला। र रिलन कार्टे
सँगै हाम्रो यो सदनको औपचारिक रूपमा समूह गठन भएको कुरा म जानकारी गर्न चाहन्छु। स्वर्गीय कमल नारायण श्रेष्ठ सदनको औपचारिक रूपमा समूह गठन भइसकेको कुरा म यहाँहरू सम्पूर्णलाई जानकारी गराउन चाहन्छु। र म विनम्र गर्न चाहन्छु। कृपया तालीको कम्ती छैन होला। फेरि ताली। र आजको मितिदेखि स्वर्गीय कमल नारायण श्रेष्ठ सदनको औपचारिक रूपमा समूह गठन भइसकेको कुरा यहाँहरू सम्पूर्णलाई म बसौँ बसौँ नानी एकछिन कार्यक्रम होली विशेष कार्यक्रम औपचारिक रूपमा सञ्चालन हुन गइरहेको छ र हामीले होली विशेष विभिन्न खेलकुद कार्यक्रमहरू पनि आयोजना गरेको र यहाँ उपस्थित सम्पूर्ण मानवहरूलाई तन्तार भएर बसिदिनको लागि पनि हामी विनम्र गर्न चाहन्छौँ। मिलाउन पाउँदाखेरि हेर त होइन बल्ल अब क्यामेरा यता तिमी चाहिँ लाउँदैन? तिमी चाहिँ लाउँदैन? बिहानै मैले मिलाइदिएँ चल्दै थिएँ गएको नि बाबै आजै पनि सजाउने अब ठिकै छ हड्डी नि हेर त माटे माटो भयो त ए लडी बुढीको बाल्लामा लड्यो है बाल्लै बाल्ला भयो। ओए जा भने सुत्दैन खाँदै आउने खै त हेर त कसले बनाइदियो त्यस्तो मुख? फुटाल्दै नि त पाएँ ल अहिले खेल्ने बेला है यहीँ बसिरह अहिले चाहिँ होली खेलेर पुरा रमाएर बसिरहेको छ तिमी नि खेल्ने हो? तिमी नि खेल्ने बेलुन फुटाउँछ कि फुटाउँदैन त त्यो सक्छ? सबैजना भाइ बहिनीहरू तयारी अवस्थामा बस्दिनु र के बाँधिदिनु? बाँधिहाल्यो? खुट्टा बाँधिहाल्यो? जुनमा सजिलो हुन्छ त्यही हुन्छ। दाहिने चाहिँ छिटो चाल्छ नि त। बेलुन फुटाए चाहिँ अब त्यो घेराहरू घेरापट्टि भाइ त्यो घेराहरू घेरापट्टि बित्तिकै आउट हुन्छ।
सबै भाइ बहिनीहरुको एकदमै तयार अवस्था बस्नु होला हातले नतकाले र मैले 1 2 3 भन्छु र 3 भनेसँगै अरूको बलुन फुटाउने र आफ्नो बलुन सुरक्षित गरिपर्ने राख्दैन भाइ बहिनीहरुलाई फुटाको बाहिर अलिक चण्डाल रहेछ नि बाबु यहीँ बस बाबु यहीँ बस ओए फुटाको बाहिर निक्ले फुटा चङ्के फुटा बाग त्यो फुटा त्यो सुस्मिताको छोरा हो रोनिसको भति ओ आउट सृष्टि फुटाउ जम्मा 4 जना छ जम्मा 4 जना है कसले पाउँछ है फर्स्ट प्राइज है बाहिर जाला फुटा उचाल्दै हो कहाँबाट फुटाउने यहीँ बस बाबु यहीँ बस ओए 4 जना लड न एकले लड जाँदा ओए फुटा ओए बाहिर गयो 2 जना बाहिर गयो 2 जना बाहिर ढकाल्नु पर्छ नि के हेरेर बस्छ त बिस्तारै गर बिस्तारै भन्नु पर्छ नि तिनीहरूले यसो पकड्नु यो यार अन्त ढकाल्नु पर्ने बाहिर आयो त नि यो बङ्गेर गेट रेडी ओए सीधा लाइनमा बस लाइनमा सृष्टि देखा ओए देखा छिरेर तेरो नाम के एलिस नाम क्या है सेकेंड अपनमा फाइनल राउन्डमा गयो कि फाइनल राउन्ड ओए अझै एक लट हो एक लट अब कतिवटा छ सुरु गर्नु 1 2 3 भनेपछि तिम्रो 3 चोटी घुम्नु पर्यो 1 2 अनि 3 अनि दौडिनु अनि त्यहाँ गएर के गर्ने थाहा छ आमाको अगाडि गएर स्टिलमा धागो हाल्ने अनि यहाँ जो पल्ल आयो त्यो लिएर आउनु पर्यो नि फेरि लिएर आउनु पर्छ है त खोइ हात खोइ माथि तिमीहरू के गर्नु पर्यो हात यसो गर्नु पर्यो
1 2 3 भन्ने बित्तिकै 3 चोटि घुम्नु पर्यो 1 2 3 अनि त्यहाँ दौडिने अनि उनीहरूको अगाडि गएर सियोमा धागो हाल्ने अनि यहाँ आउने अनि उसले जसले मलाई हिसाब गर्छ है त ल ओके ल तिमीले ए भाइ 1 2 3 तैँले भन्दै तीन भनेपछि यता पठाइदेऊ यता पठाइदेऊ घुम्यो कतिचोटि घुम्यो तिनचोटि घुम्यो घुमेन तिनचोटि घुम्नु पर्यो न ओए हेर्नेले देखिरह झुट बोल्छस् उता जा 3 भन्दा 3 चोटि सुई नाचेर छ त ए भिडियो गरिरह मैले बिस्तारै गर्नु चाहिएला नि त उता नि हेर्नु है ऊ ढुङ्गा छ ऊ ढुङ्गामा यहीँ अगाडि तपाईँ पनि पछारिनु भयो पछारे नि काटे ओए यहीँ सामान देऊ त्यो कपडा आत्यो क्या आत्यो बिस्तारै गर हड्डी बिस्तारै 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 गरी बुझेन गएन भएन फर्स्ट हो जाऊ सृष्टि जाऊ 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 भ्याउनु त पर्छ है गुड यो न फर्स्ट भयो फर्स्टको फर्स्ट भयो हरायो भने 50 रुपियाँ सबैले मैले लिने हुन्थ्यो पाल्ला छ गाई पे ओए हड्डी पक सबैजना पक है बस गुच्चा हराएन अहिले पाउँदैन खेल्न गुच्चा हराएन खेल्न पाउनु लाइनमा बस जाऊ गुच्चा लिनेहरू आऊ गुच्चा लिनेहरू आऊ ओए पक्रा दाइ बस त्यहाँ सिधा भएर बस खस्यो भने हरायो नो चिटिङ है नो चिटिङ झरेपछि आफै झर्ने बित्तिकै बाहिर जाऊ है हात नलगाऊ ओए झर्यो आउट बिस्तारै आउनु पर्दैन है यो ल खुसी फस जाने होइन खुसी सरी झरे झरे
अन्त त्यो नि दुईजना भयो सँगै दुईजना खाए आऊ यहाँ त भित्र नदौडे भित्र दौडिनुको चान्स छैन है दौडिनु भयो दौडी किन रोकेर बजे तिनीहरू दौडिर 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 हेरेर दौडिर दौडी दौडी ढुङ्गा हेरेर दौड्यो है ढुङ्गा हेरेर आरामले ढुङ्गा हेरेर दौड्यो ओए दौडिन के गरे यिनीहरू रोकिन पाएन बाबु रोकिन पाएन पाउँछ पाउँछ कहाँ त्यस्तो ए यसरी कहाँ हुन्छ त भने त्यो त बिस्तारै दौडेर त त्यो हिँडेर थालको चिज ओए अलि भित्र दौडिन किन यत्रो बाहिर मान्छे धकाल्ला अर्को भयो अर्को दौडी 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 दौड्यो भित्र बसेर बजाइ नि हुन्छ भएन मुसी दौडी अगाडि दौडी के गरे हो युनाले के गरे हो बल्ल खेले किन खेले त बल्ल आँखामा पर्छ नि त नि आँखामा छिर्छ नि त नि छिर्दैन आँखामा छिर्छ नि आँखामा डाँडा डाँडा कस्तो जग्गा छ
गरे नभएको बिस्तारै डान्स गरेर कार्यक्रम सकिने क्रममा
कञ्चन समूह कञ्चन र सङ्गीता कञ्चन र सङ्गीता 300 र द्वितीय हुने रजन र कविता रु 200 त्यसै गरी 3 खुट्टे अन्तर्गत सृजन र अभिनय सृजन समूह ल हामीलाई केही नआउँदैन त चल चल गरिन् कहिले पनि पाउँछ र त्यसै गरी बस अन्तर्गत सोनम र एनसिसा प्रथम 300 दोस्रो अनुष्का र खुसी खुसी सृष्टि र मेरी तेस्रो त्यसै गरी गुच्चाक चम्चा बल अन्तर्गत प्रथम खुसी ढकाल प्रथम 300 खुसी ढकालको 300 गुच्चा चम्चा सेकेन्ड देखा त खोइ कति भएछ तेस्रो 100 तेस्रो ल्याउना 100 त्यसै गरी गुच्चाक चम्चा केटा तेस्रो त्यसै गरी केटा अन्तर्गत सृजन पहिलो सृजन 300 सृजन 300 सुशान्त सेकेन्ड 200 र तेस्रो जतिन र ताइमुर रु 100 त्यसै गरी गुच्चा चम्चा ठुलोको अन्तर्गत प्रथम रोनिस रु 300 कविता दोस्रो रु 200 र कञ्चन तेस्रो रु 100 त्यसै गरी म्युजिकल चेयर अन्तर्गत प्रथम केटा विधामा जेनिल प्रथम रु 300 र महिला अन्तर्गत धेरै लाएर सकाइदेऊ नि त्यो यो अशोक लाइन लगाइदेऊ ल मैले अनुष्का गुरुङ रु 300 ल कार्यक्रम बिस्तारै बिस्तारै सकिहाल्यो आजलाई होइन त आजलाई सक्यो होइन त र हामीले यो होलीको पावन अवसरमा आयोजना गरेको यो कार्यक्रम समापन भएको कस्तो अनुभव सक्यो ओ अड्डी दिन गरिन् जाऊ घर जाऊ